यस्तो हुँदो रहेछ एउटा छोरा मान्छे नि आफू मर्नदेखि डराउँदैन क्या, तर आफ्नो माया गरेको मान्छेलाई गुमाउन चाहिँ एकदम धेरै डराउँदो रहेछ क्या। अनि अर्को कुरा के, बरु आफ्नै जन्म दिने बाउलाई इख लिन्छ होइन, तर आफूले माया गर्ने मान्छेलाई चाहिँ इख लिन नसक्दो रहेछ क्या। बदला चुकाउँछु भन्ने हुन्छ नि त आफूलाई चित्त नबुझेको मान्छेहरूसँग, आफ्नै बाउसँग क्या होइन। बाहिरको मान्छेहरू त पुरै छोडिदिनु, आफ्नै बाउसँग चित्त बुझेन भने यसलाई त म बदला लिन्छु भन्ने हुन्छ नि त। तर छोरा मान्छेले त्यो माया गरेको मान्छेलाई चाहिँ कहिले पनि त्यो बदला लिन पनि सक्दैन, उसलाई नराम्रो गर्नु पनि सक्दैन होइन, उसको लागि नराम्रो सोच्नु पनि सक्दैन कि। सबै